हुनुहुन्छ। नमस्कार तथा जय साथीहरू, तपाईँलाई विस्डम एन्ड फेथ च्यानलमा स्वागत छ। आज हामी कुरा गर्नेछौँ सकारात्मक सोच र विश्वासको बारेमा है। सकारात्मक सोच भनेको के हो त है? सकारात्मक सोचले मानिसलाई कसरी परिवर्तन गर्छ त है? विश्वासले मान्छेलाई कस्तो बनाउँछ त? यसको बारेमा हामी आज यस भिडियोमा हेर्नेछौँ। सकारात्मक सोच भनेको हरेक परिस्थितिमा है एउटा आशा देख्ने नजर हो। नकारात्मक सोचले निराशा ल्याउँछ, तर सकारात्मक सोचले उत्साह र शक्ति दिन्छ है। बाइबलीय अनुसार चाहिँ विश्वास भनेको परमेश्वरमा भरोसा गर्नु हो। जसरी बाइबलले भन्छ, विश्वास भनेको है त्यसलाई आशाको सुनिश्चितता र नदिएका कुराको प्रमाण हो। जसरी हामीले बाइबलमा हेऱ्यौँ भने दाउदले गोलियतसँग त्यहाँनिर गोलियतलाई हराएका थिए, किनभने उनले उनको त्यो सकारात्मक सोच र परमेश्वरमा है दृढ भरोसाको कारणले है। त्यहाँबाट दाउद त्यति सानो मान्छे भएर पनि कस्तो परमेश्वर भरोसा गरेको मान्छे, कति विश्वास गरेको मान्छे। त्यसरी हामीलाई पनि है जीवनमा समस्या आए डराउनु पर्दैन, सधैँ भन्नुपर्छ परमेश्वर मसँग हुनुहुन्छ। साथीहरू है, सकारात्मक सोचले शक्ति दिन्छ, विश्वासले साहस दिन्छ क्या हाम्रो जीवनमा। त्यसैले यी दुईसँग भए है, यी सकारात्मक सोच अनि विश्वास दुवै भए असम्भव भन्ने केही हुँदैन। धन्यवाद। सधैँ सकारात्मक रहनुहोस्, यीशुमा भरोसा गर्नुहोस्। जय मसीह।